अवस्था छ। त्यही हो है, अब घुम्न हिँडिन्छ होला। घुम्न मतलब त्यो बड्डा कोसित कुरा गर्दै हो ए ल आज यहाँ खाने हाम्रो निर्णय भएको छ। नेपालबाट सरहरू आर्यान पनीर कराने का इसमें काय खेळ कचरा मत तेरे इसमें यहाँबाट हाम्रो मम्मीले हाल्नु अघि आयो किने दुईवटा किने ह्याप्पी दसैँ होइन त सेम टु यु यस्तो है बुझेन यहाँ पनि खेलेको अवस्था छ। तेरा माछी के रे गियोन माछु रे होइन उतापट्टि जाउँ न उतापट्टि गियोन माछु रे है यता फोटो खिच्ने हुन्छ फोटो खिच्नु दामी छ। यहाँभन्दा कलरफुल माछाहरू थियो होइन। बियर खाएको होला त्यही माथि बियरले त भ्याट्टै छ। बाइकमा समाते यहाँ टोरेर जाँदा बाइक लगेर जाने मान्छे यहाँ लक्ख लगेर यहाँ पसिना आएको मखा रहेछ ल बिरामी ठुला बजारबाट यो गाडी यो जिन्ज एउटा गाडी जानु लाग्यो। ल के हो त्यो तेरा यो चाहिँ बुझ्नु नि तेराको स्थिति छ खै ओसाका त भोलि आउँछु ल बस वहीमा हजुर गरो के तो गर्मी के तो मजा लिइरहेको छ यहाँ यता हेर्दै अन्त अब नम्बर त्यो यसो यस्तो दामी यसलाई रिभर्समा एडिट हान्नु पर्ने भयो यार। ल अनुरोधलाई भेटेको छ मैले हेलो हेलो हो क्या साँच्ची यहाँ अब ब्याकग्राउन्ड म्युजिक हालिदिन्छु त्यो अनुरोधको फेरि बुझ्नु न त्यो म देखाउँछ ल अनुरोध जस्तो देख्छ कि देख्दैन म देखाउँछु प
यो क्या जुम गरेर राख्नु पर्ने रहेछ सिन त दामी हाल्छ त बस यता म्युजिक चलिरहेको रहेछ हेरौँ न त म्युजिक पनि सिरियस गीत है ल अब यहाँ एकछिन बस्नु पर्ला गाडीलाई यहाँ पर्खिन्छु यो होटलमा है त यो त टुरिस्ट इन्फर्मेसन सेन्टर छ यस्तो यहाँ आएर सोध्न सक्नुहुन्छ है त यो चाहिँ हल्का इन्फर्मेटिभ कुरा भयो यसरी है यहाँ है ओके ल त्यहाँबाट आएर बुझ्नु भने ल ¿Y qué fue? No hiciste nada. Con tanta chapa va a hacerle ranking, can. ¿Y qué fue? No hiciste